बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु अरे अब किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु होइन बाँदर चाहिँ एउटा मान्छे पछिको चाहिँ एउटा बुद्धिजीवी प्राणी हो उसले चाहिँ उसको पनि धेरै दिमाग छ अनि कुनै एउटा उपाय लगाएर बाँदर धपाउने केही कुराहरू गरियो भने अब त्यसले चाहिँ केही समयपछि थाहा पाउँछ होइन सुन्नु केही दुःख दियो भने केही उपाय निकाल्यो भने अब थाहा पाउँछ जस्तो उदाहरणको लागि हामीले राष्ट्रिय आविष्कार केन्द्रमा धेरै वर्ष अगाडिदेखि नै एउटा केमिकल प्रयोग गरेर धेरै ठुलो आवाज निस्काउने बन्दुक जस्तो पड्काउने तर केही गोलीसोली नहाल्ने किसिमका एउटा बन्दुक जस्तो बनाएका छौँ त्यो सुरुमा राम्रो कामहरू गर्यो धेरै जिल्लामा लगे त्यस्तो चाहिँ सयौँ त्यस्ता उहरू बेच्यो तर अब गाउँलेहरूको अब रिपोर्ट अनुसार अहिले त त्यो टेर्न छोड्यो अरे अब त्यहाँ अब भनौँ न कुनै एउटा उपाय लगाएर कुनै एउटा उपाय कुनै प्रविधिको विकास गरेर हामीले बाँदर धपाउने कुनै प्रयास गर्यो भने त्यसले पनि फेरि केही समयपछि थाहा पाउँछ थाहा पाएपछि फेरि त्यसलाई पनि टेर्दैन त्यस कारणले बाँदर धपाउनको लागि एउटा उपायले हुँदैन प्रविधिको विकास गर्नुपर्छ र अब धेरैले भन्ने गरेको कुरा एकदम सजिलोसँग सुझाव दिने कुरा के छ त भन्दाखेरि बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु अरे अब किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु होइन अब त्यस कारणले त्यो चाहिँ छ हो त्यो कुरा पनि हो बाँदरलाई लगाइदियो भने तर अहिले के भएको छ भन्दाखेरि जङ्गल चाहिँ एकदमै बढेको छ अब गाउँमा जाने हो भने सहर बजार जसरी चाहिँ सहर बजारमा चाहिँ घरहरू जनसङ्ख्या बढेको छ एकदम वात्तै बढेको छ त्यसरी नै गाउँघरमा चाहिँ जङ्गल चाहिँ वात्तै बढेको छ पुराना जुन जग्गा जमिनहरू थियो खेतीपाती गर्थे त्यो जग्गाहरूमा सबै चाहिँ के अरे जङ्गल भइसक्यो एकदम ठुल्ठुलो जङ्गल भइसक्यो अब जङ्गल नभएर बाँदर गाउँमा आएको होइन जङ्गलमा चाहिँ गाउँ बाँदरले चाहिँ खानेकुराहरू नपाएको पनि होइन तर कुरा के भयो भन्दाखेरि उनीहरूको जनसङ्ख्या धेरै भयो क्या जनसङ्ख्या वात्तै बढ्यो जङ्गल बढेपछि उनीहरूको पनि जनसङ्ख्या वात्तै बढेपछि चाहिँ के हो त भन्दाखेरि जसरी सहरमा मान्छेको जनसङ्ख्या वात्तै बढ्यो अनि